जब राजा वीरेन्द्रको देहावसान भएको थियो त्यो बेलामा सम्पूर्ण नेपाली दाजुभाइहरूले टाउको खौरिएर हाम्रो अभिभावक गुमायौँ भनेर सर्वर्थ सम्पूर्ण साथीहरू यो ब्यानर भन्दा पछाडि बसिदिन अनुरोध गर्न चाहन्छु। सम्पूर्ण राजावादी राष्ट्रवादी साथीहरू आज श्रद्धाञ्जली सभामा तपाईको सोर सुनेको फर्केर आएको ए यहाँ हेरिले सरासर गए ब्यानर भन्दा पछाडि गएर चार बस्दिन अनुरोध गर्न चाहन्छु। एड गर्नु होला मलाई सबैजना साथीहरू ब्यानर भन्दा पछाडि जानुहोस् त प्लिज। अब हामी हिन्दी तर्खरमा छौँ, ब्यानर भन्दा पछाडि गएर बस्दिन अनुरोध गर्न चाहन्छु। सबै यो ब्यानरमा आइदिनुहोस्, हामी ब्यानरमा बसौँ। ब्यानरमा बसेर हामी शोक सभा पनि मनाउन सक्छौँ। त्यसैले सबैजना साथीहरू ब्यानरमा आइदिन अनुरोध गर्न चाहन्छु। अगाडि भएका साथीहरूलाई ब्यानर पछाडि आइदिन हार्दिक अनुरोध गर्न चाहन्छु। सम्पूर्ण राष्ट्रवादी साथीहरू राजावादी साथीहरू देश बचाउनु पर्छ, हाम्रो धर्म संस्कृति बचाउनु पर्छ भनेर यहाँ पाल्नुभएका सम्पूर्ण राष्ट्रवादी साथीहरूलाई ब्यानरभन्दा पछाडि बस्दिन अनुरोध गर्न चाहन्छु। धन्यवाद। हाम्रो साई शक्तिको साथीहरूले पनि साई शक्ति नेपालको साथीहरू अगाडिका साथीहरूलाई पछाडि राख्नलाई महत्त्व गरिदिनु हुन अनुरोध गर्न चाहन्छु। सबै साथीहरू हामी न्याय सुशासन धर्म संस्कृतिको लागि अगाडि बढेका व्यक्ति हौँ। त्यसैले हामीले अनुशासित भएर अगाडि बढ्नुपर्छ र सबै साथीहरू ब्यानरभन्दा पछाडि गएर बस्दिन अनुरोध गर्न चाहन्छु। धन्यवाद। सम्पूर्णमा नमस्ते। सबैजना पाल्नु भएकोमा सबैमा धेरै धेरै धन्यवाद। म कान्छा महर्जन। देश रहे हामी रहन्छौँ, देशै नरहे हामी रहँदैनौँ। यो 81औं श्री 5 वीर विक्रम शाहदेवको जन्म जुन आजको दिनमा भएको र हामी यहाँबाट चाहिँ ललितपुरसम्म र्याली गर्दैछौँ। 3 दशकसम्म अहिलेको नेताहरूले लुटेर खाँदाखेरि पनि नपुगेको हिजोको सुरुवात नेपालको विकास भनेको राजाले मात्र गरेको थियो। कुनै पनि अहिलेको दलहरूले विकास भनेको एउटा 0% नै गरेको छैन, देखिँदैन। हिजोको बाटोघाटोदेखि लिएर 77वटा जिल्लामा एयरपोर्ट बनाउनेदेखि लिएर कल कारखाना खोल्नेदेखि लिएर यो सम्पूर्ण कसले गरेको थियो? हिजो राजापालामा गरेको थियो। तर अहिलेको नेताहरूले के गर्यो? भ्रष्टाचार गरेर 27 खर्ब देशको ऋण पुऱ्याएर देश डुबाउन लाग्यो। त्यही पनि अहिले नेपाली जनताको तपाईँको ध्यान गएको छैन। अहिले पनि एमाले माओवादी काङ्ग्रेस भनेर झन्डा बोकेर दाल भात तरकारी मासु र रक्सीको भरमा हिँडिरहेछ। त्यसैले अब नेपाली जनताहरू सबजना सचेत हुनुपर्छ भन्ने मेरो विनम्र अनुरोध हो। त्यसैले अबको भनेको विकल्प भनेको देशमा अवगाहन नरहेको हुनाले अब देशमा अवगाहनको रूपमा राजालाई ल्याएर पुनर्स्थापना गर्नुपर्छ हिन्दू राष्ट्र सहितको भन्ने मेरो माग हो। अबको विकल्प राजाभन्दा बाहेकको विकल्प छैन। यो अहिलेको कार्कीको सरकारले तपाईँको प्रत्यक्ष प्रधानमन्त्रीको चुनाव पनि गराउन सक्दैन। त्यसैले अब चुनाव गराउने भनेको राजाले मात्र चुनाव गराउन सक्छ। देशको अब भनेको अभिभावक भनेको राजालाई ल्याएर राख्नुपर्छ। किन भन्दाखेरि 3 दशकसम्म यो चाहिँ हामीले हेऱ्यौँ, एमाले हेऱ्यौँ, काङ्ग्रेस हेऱ्यौँ, माओवादी हेऱ्यौँ, सबै हेऱ्यौँ। तर के भयो त? देशमा के परिवर्तन भयो? एक सिद्ध्यायो, खरानी बनायो। नेपाली जनता खाडीमा 50 डिग्रीको तापक्रममा गएर काम गर्न पर्यो। प्रत्येक व्यक्तिको थाप्लोमा कति दिन्छ त्यो त थाहा होला सबैलाई। त्यसैले अबको विकल्प भनेको राजाभन्दा बाहेकको विकल्प छैन। त्यसैले अब राजालाई ल्याएर पुनर्स्थापना गर्नै पर्छ। अब नेपाली जनता चुप लाएर बसेर हुँदैन। हिजोको जेनजीको आन्दोलनमा 76 जनाले ज्यान गुमाउनु भएको छ। त्यसैले अब जेनजीको भाइहरू जुन जेनजीका नेतृत्व गर्ने सुजन गुरुङ, मिरज ढुङ्गाना अब सबैजना आउनुपर्छ सडकमा, राजालाई सपोर्ट गर्नुपर्छ। अबको देश परिवर्तन भनेको युवाले मात्र गर्न सक्छ भन्ने 23 र 24को आन्दोलनले सक्यो, थाहा भयो। त्यसैले हिजोको जेनजीले बनाएको जुन सरकार, यो कार्की सरकार कसैले पनि कारवाही गर्न नसकेको हुनाले यो हामी सरकार मान्नेवाला छैनौँ अब हामी। त्यसैले जबसम्म यो व्यवस्था ढल्दैन तबसम्म हामी आन्दोलन निरन्तर जारी छ। त्यसैले अब जेनजीको भाइहरू पनि सुतेर बसेर हुँदैन, सडकमा आउनुपर्छ र आन्दोलन एक दिन मात्र होइन, यो व्यवस्था नढलेसम्म आन्दोलन गर्नै पर्छ। जबसम्म यो व्यवस्था ढल्छ, जबसम्म फेरि राष्ट्रपति भगाइन्छ नेपालबाट,
राजा ल्याइन्छ अनि बल्ल देशले पोल्टे फेर्छ त्यसको हामी प्रत्यक्षमा छौँ त्यसैले जेनजीको भाइहरूलाई के भन्न चाहन्छु भन्दाखेरि 27 घण्टामा 76 जना बलिदान हुँदाखेरि ती लटपटिएका रगत मेरो छातीमा अहिले पनि छ मेरो मुटुमा अहिले पनि छ जबसम्म त्यो 76 जना जेनजीको भाइहरूले न्याय पाउँदैनन् उनीहरूले आत्माले शान्ति पाउँदैनन् तबसम्म बोलिरहने छु म हिँडिरहने छु यस्तो आन्दोलन गरिरहने छु त्यसैले अब जेनजीको भाइहरू चाहिँ आउनुपर्छ होइन भने जेनजीको भाइ यसरी नै सुतेर बस्ने हो भने अहिलेको सरकारले जेनजीको भाइलाई एउटा मुद्दा लाएर जेल हाल्छन् त्यो कुरा ढुक्क भाइ हुन्छ नि फेरि यहाँ किन भन्दाखेरि भित्री चलखेल छुट्टै भइरहेको छ त्यो मलाई थाहा छ त्यसैले अब जेनजीको भाइहरू चुप लाएर भन्नु हुँदैन जेनजीको भाइहरूले पनि अब राजाको समर्थन गरेर अगाडि बढ्नुपर्छ भन्ने मेरो माग हो होइन त्यसैले अब जेनजीको भाइहरू पनि आउनु पर्यो र सपोर्ट गर्नु पर्यो हिन्दू राष्ट्र सहितको राज संस्था पुनर्स्थापना तेस्रो पटक राजगद्दी हाम्रो ज्ञानेन्द्र शाहलाई राजनीति दरबारमा राखेर अनि उहाँले मात्र अबको देशको चाहिँ नेतृत्व लिन सक्छ होइन भने अहिलेका यो दलका नेताहरूले कसैले त्यसको नेतृत्व लिन सक्दैन यिनीहरू भनेको सबै विदेशी चलखेल हो यिनीहरू सबै विदेशी गुलामी हो भन्ने कुरो सबै नेपाली जनताले बुझिसकेका छन् अहिलेको सरकार आइएनजिओ र एनजिओले चलेको सरकार हो यो कुनै सुल्तान गुरुङ र चाहिँ तपाईँको जेनजीको भाइहरूले बनाएको सरकार उनीहरूले भनेको कुरा कुनै पनि मानेको छैन हिजोको 76 जना गोली हानी केपी ओली त्यो खड्ग प्रसाद ओली र हिजोको गृहमन्त्रीलाई कारवाही गर्नुपर्छ कि पर्दैन कारवाही किन भएन त कारवाही किन भएन भन्दाखेरि अहिलेको सरकार भनेको केही हिजोका दलाली नेताहरूका गुलामी रहेछन् भन्ने कुरोहरू स्पष्ट भइसकेका छ त्यसैले अब यो जुन सरकार हामी मान्नेवाला छैनौँ अब हुनेवाला चुनाव पनि हुँदैन यो त्यसैले अबको चुनाव भनेको राजाले मात्र गराउन सक्छ कसैले पनि प्रत्यक्ष प्रधानमन्त्री चुनाव गराउन सक्दैन अब हामी भनेको संसद मान्दैनौँ तपाईँको संहिता मान्दैनौँ प्रदेश मान्दैनौँ भनेर बारम्बार बोलिरहेको हो यो देश सिद्धाएको चाहिँ संसद भवनले हो त्यसैले अब हामी संसद मान्नेवाला छैन प्रत्यक्ष प्रधानमन्त्री चुनाव जसले जित्छ उसले सरकार बनाउँछ यसमा अर्बौँ पैसा चाहिँ चुनावमा खर्च गरेर काम छैन त्यो भनेको ऋण मात्र गर्नु हो नेपालको त्यसैले देश रहे हामी रहन्छौँ देशै नरहे हामी रहँदैनौँ हामीले अब नेपालमा 27 खर्ब ऋण भनेको विदेशी ऋण हो त्यो सबै पोखरा विमानस्थल अहिलेको निलामीको कन्डिसनमा पुगेको छ तपाईँको हामीले ब्याङ्कसँग ऋण लिएर हामीले ब्याङ्कलाई ऋण तिर्न सकेन भने मेरो घर जग्गा लिएर हिँड्छ कि हुँदैन हो त्यसैले विदेशीसँग ऋण लिएको नेपाल सरकारले ऋण तिर्न सकेन भने देश लिएर हिँड्छ कि हुँदैन हो त्यसैले देश जोगाउनलाई भए पनि सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू औसुतेर बस्न हुँदैन सडकमा आउनुपर्छ यो व्यवस्था नढलेसम्म निरन्तर आन्दोलन जारी छ हाम्रो ल भन्ने